ल सर जय सङ्गत भनेर एकछिन रोकिने हो जय सङ्गत परेर हिँड्ने होइन। नयाँ वर्षको शुभकामना। मेरो पनि शुभकामना नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा पुरा होस् मनोकामना नयाँ वर्षमा। छेउबाट बत्ती दिनु है। जय सङ्गत। 2083 सालको समस्त ओमकार परिवार विश्वभरि रहनुभएका सनातनीहरू सबैलाई हार्दिक सङ्गतमय शुभकामना। यो विक्रम सम्वत कुनै शासकले, कुनै व्यक्तिले, कुनै समुदायले आफ्नो अस्तित्वको लागि, व्यक्तिगत स्वाभिमानको लागि चलाएको सम्वत होइन। यसको प्राकृतिक ठुलो महत्त्व छ। 12 राशिमध्ये सूर्य चाहिँ पहिलो राशि मेष राशिमा प्रवेश गरेको पहिलो दिनलाई वैशाख 1 गते भनिन्छ। अब प्रकृतिले पनि साथ दिन्छ नयाँ वर्षमा। हामीले अरू धेरैहरूका नयाँ वर्षहरू मनाउँदाखेरि प्राकृतिक रूपमा त्यस्तो साथ पाइँदैन। अहिले हरेक बिरुवाले नयाँ पालुवा फेर्छ। वसन्त ऋतुको आगमन छ, कोइली कराउन थाल्छ, काफल पाक्न थाल्छ। त्यसै नयाँ वर्ष हुँदैन, ऐँसोलु पाक्न थाल्छ। यो प्राकृतिक रूपमै हाम्रा ऋषिमुनिहरूले, हाम्रा पुर्खाहरूले, हाम्रा विद्वानहरूले सोचेर सम्झेर वैशाख 1 गतेलाई नयाँ वर्षको रूपमा मनाएका छन्। हाम्रा हरेक 365 दिनका चाडपर्वहरू कुनै न कुनै प्राकृतिक हिसाबमा छन्। कतिखेर क्वाटी खाने, कतिखेर खिर खाने, कतिखेर दही चिउरा खाने, कतिखेर सेलरोटी खाने, कतिखेर के खाने। हाम्रो खाने, लाउने, हिँड्ने, डुल्ने आफ्नै मौलिक परम्परा छ। त्यो प्राकृतिक छ, वैज्ञानिक छ। किनभने प्रकृति सम्बद्ध कुराहरू मात्र वैज्ञानिक हुन्छ। मान्छेले बनाएको मानव निर्मित कुराहरू चाहिँ कृत्रिम हुन्छ, यान्त्रिक हुन्छ, त्यो वैज्ञानिक हुँदैन। वैज्ञानिक रूपमा बनाएको छ भने वैज्ञानिक हुन्छ। वैज्ञानिक भनेको चाहिँ अहिलेको साइन्सले भनेको विज्ञान मात्र होइन, ज्ञानलाई जान्ने पद्धतिलाई विज्ञान भनिन्छ। त्यो विज्ञान भन्ने शब्द हाम्रो शास्त्रमा पहिलेदेखि नै भएको शब्द हो। त्यही भएर विक्रम सम्वतलाई हामीले समस्त ओमकार परिवारले, हिन्दुत्व, बुद्धत्व होइन, किराँतीहरू, जोसुकै ओमकार परिवारका, सिख के अरे जैन, जोसुकैले पनि विश्वभरि बसेर मनाउने नयाँ वर्ष आज हो। त्यही वैशाख 1 गतेको तपाईँहरूलाई धेरै धेरै शुभकामना। भोलिको दिनमा अझ हरेक नयाँ वर्ष चाहिँ नयाँ लुगा लाउने, सांस्कृतिक वेशभूषाको उत्सव मनाउने, सांस्कृतिक खानपानको उत्सव मनाउने र एउटा सांस्कृतिक एकताको सन्देश दिने नयाँ वर्षको रूपमा हामीले मनाउँदै लिएर जानुपर्छ। सङ्गत आश्रमले पनि सधैँ त्यसै गरी मनाउँथ्यो। यसपाल सङ्गत आश्रम, सङ्गत शनिधाम, महन्त गाउँमा बसेर हामीले नयाँ वर्ष मनाएका छौँ। पछाडि हामीले नववर्ष 2083 सालको शुभकामना भनेर लेखेका छौँ। पञ्चायन देवता हुनुहुन्छ, के अरे अष्टनाग हुनुहुन्छ, शनिदेव हुनुहुन्छ। यहाँ विभिन्न मन्दिरहरू छन्। हामी यो ललितपुरको महालक्ष्मी नगरपालिकाको वार्ड नम्बर 8 को महन्त गाउँमा छौँ। हजुरहरूलाई जहाँ भए पनि, जुन देशमा भए पनि, जता भए पनि धेरै धेरै शुभकामना। हस्, धन्यवाद। जय सङ्गत। म अनिता श्री, पद्म सङ्गत योगाश्रमको उपाध्यक्ष। जय सङ्गत। म अनिता स्त्री, पद्म सङ्गत योगाश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। अहिले आउने होइन कि मैले फेरि है जय सङ्गत। म अनिता स्त्री, पद्म सङ्गत योगाश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। अब आउने फेरि अब आउने हुँदो रहेछ कि भएन के अब बन्द गर्दैन त्यसलाई पछि उ गर्न मिल्छ नि त नि कोही पनि नबोल्नु न। तपाईहरु किन पछाडी बसेर हाँस्नु भयो? कमला र यो दुईटीलाई छुटाइदिनु त ल। जय सङ्गत। जय सङ्गत। म अनिता श्री, पद्म सङ्गत योगाश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। 2083 सालको नयाँ वर्षको सम्पूर्ण सङ्गत प्रेमी, सनातनी, सम्पूर्ण धार्मिक व्यक्तित्वहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। ल ल लाइट रोक्नु भएन यहाँ रेडी ल। जय सङ्गत। म अनिता श्री, पद्म सङ्गत योगाश्रमको उपाध्यक्ष। ल रेडी है त, गो। जय सङ्गत। म अनिता स्त्री,
पद्म सङ्गत योग आश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। अहिले आउने भएन कि मैले भने फेरिदेखि है जय सङ्गत म अनिता स्त्री पद्म सङ्गत योग आश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। अब आउने फेरि अब आउने हुँदो रहेछ भएन भयो के अब बन्द गर्दैन त्यसलाई पछि उ गर्न मिल्छ नि त नि कोही पनि नबोल्नु न तपाईहरु किन पछाडी बसेर हाँस्नु भयो कमला र यो दुईटीलाई छुटाइदिनु ल जय सङ्गत म अनिता श्री पद्म सङ्गत योग आश्रमको उपाध्यक्ष र सङ्गत कपास गृहको संयोजक। 2083 सालको नयाँ वर्षको सम्पूर्ण सङ्गत प्रेमी सनातनी सम्पूर्ण धार्मिक व्यक्तित्वहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। अघि त्यो भन्नु न त्यही भन्नु न नयाँ वर्ष 2083 सालको सबैमा हार्दिक सङ्गतमय शुभकामना घर परिवारलाई शुभकामना दिनु न के हो भन्नु न जय सङ्गत सबैमा 2083 सालको सबैमा शुभकामना। मेरो घर परिवार इष्टमित्र साथीभाइ अनि लगायत मेरो आश्रम परिवारहरूमा 2083 सालको शुभकामना। उहाँ हुनु होइन प्रभु होइन तपाईँ शाकाहारी होइन तपाईँ शाकाहारी होइन नखाउन्जेल सागर नै हो ल रोक्नु ल रेडी भन्छु ल म चाहिँ के अघि त्यो भन्नु न त्यही भन्नु न नयाँ वर्ष 2083 सालको सबैमा हार्दिक सङ्गतमय शुभकामना। बुवा आमा घर परिवारलाई शुभकामना दिनु न के हो भन्नु भन्नु न जय सङ्गत सबैमा 2083 सालको सबैमा शुभकामना। मेरो घर परिवार इष्टमित्र साथीभाइ अनि लगायत मेरो आश्रम परिवारहरूमा 2083 सालको शुभकामना। जय सङ्गत नयाँ वर्ष 2083 सालको सम्पूर्णमा धेरै धेरै शुभकामना। जय सङ्गत भनेर एकछिन रोकिने हो जय सङ्गत कुकुर परेर हिँड्ने होइन ल ल नबोल्नु ल भयो। जय सङ्गत नयाँ वर्ष 2083 सालको सम्पूर्णमा धेरै धेरै शुभकामना। जय सङ्गत म सन्जु कार्की सङ्गत संस्कृतिको म आजीवन सदस्य 2003 सङ्घ संस्कृतिको म सदस्य भन्नु न कता आजीवन नभनिस् है त्यो काट्नुपर्छ हाँसे के प्रभु बत्ती चाहिँ के बिना बाले ल सुरु ल जय सङ्गत म सन्जु कार्की गिरी सङ्घ संस्कृतिको सदस्य 2083 सालको नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। रोक्नु एकछिन ल फेरि ल जय सङ्गत म सन्जु कार्की सङ्घ संस्कृतिको म आजीवन सदस्य 2003 सङ्घ संस्कृतिको म सदस्य भन्नु न सबै खिचिराख्नु है सबै हालिदिनु पर्छ नभनिस् है त्यो काट्नुपर्छ हाँसे के प्रभु बत्ती चाहिँ के बिना बाले ल सुरु ल जय सङ्गत म सन्जु कार्की गिरी सङ्घ संस्कृतिको सदस्य 2083 सालको नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूलाई हार्दिक मङ्गलमय शुभकामना। 22 मिनेट लिइसक्नु यस्तो गरेर ठिक देखिन्छ होइन अब अलि देखियो राम्रो ल ठिक छ होइन कहाँ छ प्रभुको मोबाइल कहिले मैले के रटेर आउनु सम्पूर्ण नेपालीहरूमा हार्दिक जय सङ्गत
नेपालीहरूको नयाँ वर्ष विक्रम सम्वत 2083 को आज हामी प्रथम दिनमा छौँ, वैशाख 1 गते। यो पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक सङ्गतमय शुभकामना व्यक्त गर्न चाहन्छु। 2082 सालमा पुरा नभएका उद्देश्यहरू लक्ष्यहरू यो 2083 सालमा सबैको पुरा होस्, सबैको मनमा शान्ति छाओस्। अहिंसा परमो धर्म भन्ने वेदको मूल मन्त्रलाई आत्मसात गरेर सम्पूर्ण नेपालीहरू हिंसामुक्त समाज निर्माण गर्ने चेतना सम्पूर्ण नेपालीहरूमा जागोस् भन्ने शुभकामना व्यक्त गर्दछु। जय सङ्गत। खिचिरहेको छु है मैले। ल हामी सबैजना नयाँ वर्षमा छौँ। यो अनुहार देखियो। ल यता यता देखाइदिउँ। त्यो को बस्नुभयो कुनामा? यता आउनु, अगाडि आउनु त। चिनिएन। ए तपाईँ हो? जय सङ्गत। शुभकामना दिइहाल्ने कि प्रभु यतै? अर्को वर्ष दिने? ल एउटा कविता यहाँ कविता रेकर्ड गर्नु छु है, यहाँ सँगै छु। ल कविता सुन्ने बेलामा ल भन्नु। प्रभुकोबाट रेकर्ड गर्नुपर्छ है त। यो बत्ती चाहिँ अब अघि समाइसक्यो होइन। कविताको शीर्षक छ, अलि मिलेन है त। कविताको शीर्षक छ नयाँ वर्षको शुभकामना। मेरो पनि शुभकामना नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा, पुरा होस् मनोकामना नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा। जस्तो सुकै सङ्घर्ष गर्न सिकाओस्, जस्तो सुकै सङ्घर्ष गर्न सिकाओस्, मृत्युको पनि सामना नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा। खुसी उमङ्ग र हर्ष उल्लास छाओस्, खुसी उमङ्ग र हर्ष उल्लास छाओस् सबैको मन मनमा नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा। प्राणीहरूको रक्षा गर्नुपर्छ भनेर, प्राणीहरूको रक्षा गर्नुपर्छ भनेर मानवमा आओस् चेतना नयाँ वर्षमा, मेरो पनि शुभकामना नयाँ वर्षमा, पुरा होस् मनोकामना नयाँ वर्षमा। नयाँ वर्ष विक्रम सम्वत 2083 सालको सम्पूर्ण प्राणी जगतलाई हार्दिक सङ्गतमय शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्षले सबैमा सुख शान्ति सद्भाव सुन्दरता सुस्वास्थ्य सकारात्मक चिन्तन आर्थिक समृद्धि र धर्मको रक्षा गर्ने चेतनासहित राष्ट्रियताप्रतिको प्रेम बढाओस्। जय सङ्गत। गजल भन्नु न। लाइटकै लास्ट ठिक छ यो लेको गजल छ कता हेर्ने यता कि यता यहाँ प्रभुको क्यामेरा मोबाइलमा प्रभुकोमा मेरोमा। जय सङ्गत सबैजनालाई। म ममता स्त्री नववर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक सङ्गतमय शुभकामना। धन्यवाद। अरे वाह। यहाँ प्रभुको क्यामेरा मोबाइलमा प्रभुकोमा मेरोमा। जय सङ्गत सबैजनालाई। म ममता स्त्री नववर्ष 2083 सालको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक सङ्गतमय शुभकामना। धन्यवाद। ल जय सङ्गत 2026 सबैले होइन होइन 83 साल। ल जय सङ्गत 2026 सबैले होइन होइन 83 साल। 2083 सुरुदेखि ल नयाँ वर्ष 2083 भन्नु न। 2083 है। जय सङ्गत 2083 को सबैजनालाई धेरै धेरै शुभकामना। भइहाल्यो। जय सङ्गत 2083 को सबैजनालाई धेरै धेरै शुभकामना। नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना। धन्यवाद। ल सहर आयो ल। सबैमा नयाँ वर्ष 2083 सालको सबैलाई शुभकामना। धन्यवाद। यता ल सहर आयो ल। म एसएससी दिएको सबैजनामा त्यो पर्दैन, शुभकामना नयाँ वर्ष मात्र भन्नु। नबोल्नु न तपाईँहरू, नजिस्काउनु न। ल ल रेडी। के बोल्ने? सबैजनाले के बोलेको सुन्नुभयो यहाँ अहिलेसम्म? निभे जय सङ्गत 2083 सालको शुभकामना भन्नु कि 2083 साल नाम साम भन्नु पर्दैन कि 2013 सालको शुभकामना भनिदिनु न।
जय सङ्गत सबैजनालाई 2083 सालको सङ्गतमय शुभकामना। जय सङ्गत। धन्यवाद। कसलाई स्कुलका साथीलाई कि अरूलाई? ल ल रेडी। के बोल्ने? सबैजनाले के बोलेको सुन्नुभयो अहिलेसम्म? के बोल्ने मलाई आउँदैन। जय सङ्गत 2083 सालको शुभकामना भन्नु कि 2083 साल नाम साम भन्नु पर्दैन कि झटाबाट 2083 सालको शुभकामना भनिदिनु छिटो। जय सङ्गत सबैजनालाई 2083 सालको सङ्गतमय शुभकामना। जय सङ्गत। धन्यवाद। कसलाई? जय सङ्गत सबैजनालाई धनिसा नववर्ष 2083 सालको सुखद उपलक्ष्यमा सङ्गत शनिधाममा हामीले यसरी दीप प्रज्वलन गरेर नयाँ वर्ष मनाउँदैछौँ। शुभ सन्ध्यामा हाम्रो सङ्गत संस्कृति संयोजक आदरणीय गुरु पुष्पराज पुरुषबाट दीप प्रज्वलन भइरहेको छ। सबैजना सङ्गत आश्रमका सदस्यहरूले यसरी नववर्ष 2083 सालको उपलक्ष्यमा हार्दिक सङ्गतमय शुभकामना भन्दै दीप प्रज्वलनको कार्यक्रम गर्दै हुनुहुन्छ। यहाँहरू सम्पूर्णमा जो जहाँ हुनुहुन्छ जसरी बसिरहनु भएको छ सबैलाई नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा हार्दिक सङ्गतमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। काठमाडौँ अहिले अब तुहारो लागेको भएर खासै क्लियर देखिँदैन। यहाँबाट सबै काठमाडौँ, भक्तपुर र ललितपुर ठिन्टो बजाइरहन्छ। सेन्टरमा यस्तो यो चारवटा बाटो यहाँ वरिपरि यहाँ अलि अँध्यारो भयो। यहाँनिर राख्यो। सबैको माथि माथि पनि राख्यो। ओम नमः शिवाय, ओम नमः शिवाय, गौरी शंकर शंभो। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, गौरी शंकर शंभो। ओम नमः शिवाय, ओम नमो नारायणाय, ओम नमो नारायणाय, लक्ष्मी विष्णु हरे। ओम नमो नारायणाय, ओम नमो नारायणाय, ओम नमो नारायणाय, लक्ष्मी विष्णु हरे। ओम नमो नारायणाय, ओम नमो सूर्याय, ओम नमो सूर्याय, दिवाकर गिरि सूर्य। ओम नमो सूर्याय, ओम नमो सूर्याय, ओम नमो सूर्याय, दिवाकर गिरि सूर्य। ओम नमो सूर्याय, ओम नमो गणेशाय, ओम नमो गणेशाय, रिद्धि सिद्धि विनायक। ओम नमो गणेशाय, ओम नमो गणेशाय, ओम नमो गणेशाय, रिद्धि सिद्धि विनायक। ओम नमो गणेशाय, ओम नमो भगवते, ओम नमो भगवते महादेवी महाकाली। ओम नमो भगवते, ओम नमो भगवते, ओम नमो भगवते महादेवी महाकाली। ओम नमो भगवते, ओम नमो नागाय, ओम नमो नागाय, काली नाग सेती नाग। ओम नमो नागाय, ओम नमो नागाय, ओम नमो नागाय, काली नाग
सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव। ओम शांति।